प्यारो बाल गोपालको एउटा सानो भजन छ, श्री कृपालजी महाराजले वर्णित गर्नुभएको। मतवारी प्यारी चाल मेरो यशोदाको लाल। सानो सानो बालगोपाल भर्खर हिँड्न थालेका श्यामसुन्दरको रूपमाधुरीको यहाँ चर्चा भइरहेको छ र उहाँको चाल अत्यन्तै प्यारो छ। ठुमुक ठुमुक गरेर हिँड्नुहुन्छ। जाके लोचन रसाल मेरो यशोदाको लाल, जसका आँखा अत्यन्तै रसिला छन् ती मेरा यशोदाका लाल हुन्। जाके नीले नीले गाल, जसको गाला नीलो नीलो छ। जाके घुङ्घराले बाल, जसको कपाल घुम्रिएको छ। त्यो घुम्रिएको कपाल भएको श्यामसुन्दर मेरो यशोदाका लल्ला हुन्। जाके होठ लाल लाल, श्यामसुन्दरको होठहरू अत्यन्तै राता छन्। मैं तो हो गई माला माल, एउटा भक्त भन्दछ यस्तो लाललाई पाएर म त माला माल भएँ। मैं नचाउँदै के ताल, श्यामसुन्दर यति सरल छन्, यति सरल छन्। हजुर प्रेमपूर्वक ताली बजाइदिनुहोस्, उहाँ नाच्न थाल्नुहुन्छ। मातु पितु पति लाल मेरो यशोदाको लाल। श्यामसुन्दर मेरो केवल लाला मात्रै होइनन्, लाला भनेको छोरा। उहाँ त मेरो माता पनि हुन्, पिता पनि हुन्, पति पनि हुन्, पुत्र पनि हुन्। गुरु पितु मातु बन्धु पति देवा, सब म कहाँ जानेब दृढ सेवा। सबै म नै हुँ, म नै तिम्रो माता हुँ, म नै तिम्रो पिता हुँ। वेदले पनि भन्छ दिव्यो देव एको नारायण माता पिता भ्राता निवास शरणम सुहित। सुबालोपनिषद भन्दछ भगवान हाम्रो माता पनि हुनुहुन्छ, पिता पनि हुनुहुन्छ, सबै कुरा हुनुहुन्छ। त्यसैले श्यामसुन्दर केवल हाम्रो पुत्र होइन, पिता पनि पति पनि सब कुछ। भगवानसँग हाम्रो सबै प्रकारको नित्य स्वयं सिद्ध सम्बन्ध छ। वस्तुतः भगवान त हाम्रो हृदयमै बसिरहनु भएको छ, अभिन्न रूपमा बसिरहनु भएको छ। त भगवानसँग जति अन्तरङ्ग सम्बन्ध संसारमा अरू कसैसँग पनि हुँदैन, हाम्रो आफ्नै शरीरसँग पनि हुँदैन। मेरो साँचो यार गोपाल मेरो यशोदाको लाल। श्यामसुन्दर नै मेरा साँचा प्रियतम हुन्। यसो त हामीले संसारमा कतिलाई आफ्नो मन दियौँ, कति नाम सुतान लालिता, कतिलाई आफ्नो मान्यौँ, कोनु त्यही कोनु ताछ द्वावयम्। यो संसार भनेको के हो त? जसरी हामी गाडीमा चढ्दैछौँ, प्यासेन्जरहरू हाम्रो सिटको साइडमा आएर बस्दछ, एकछिनपछि आफ्नो समय आएपछि फेरि उठेर जान्छ। बाटोमा सँगसँगै पऱ्यो हिँड्दाखेरि यो संसारमा हाम्रो सम्बन्ध पनि त्यस्तै हो, आज छ भोलि छैन। र मृत्युपछि सबैजना आफ्नो आफ्नो बाटो लाग्छ। बाउ एकातिर जान्छ, छोरा अर्कोतिर जान्छ। सबैको आफ्नो आफ्नो कर्मको लेखाजोखा छ। परलोक मार्गे धर्मानुगो गच्छति जीव एक। केवल तपाईँले गरेको भक्ति, तपाईँले गरेको कर्म नै तपाईँको साथमा जान्छ। यहाँसम्म कि तपाईँको देह पनि देह चितायाम, देह पनि चितामा नै जलेर भस्म हुन्छ, रहन्छ के त बाँकी। नारीर गृहद्वारे सखा श्मशाने, सखाहरू शमशान घाटसम्म जान्छ। तपाईँको पति, तपाईँको पत्नी घरमै रहन्छ। धनानी भूमौ, पहिला पहिला धनलाई भुइँमा गाडेर राख्ने चलन थियो, चोर डकैती नलागोस् भनेर। पशुबीच गोष्ठी, पशुहरूलाई पहिला धनको संज्ञा मानिने चलन थियो। कसैको घरमा धेरै पशुहरू छ भनेदेखि त्यो मान्छे जमिनदार ठुलो, त्यसको बोलबाला हुन्थ्यो। जसको घरमा हात्ती, जसको घरमा घोडा छ, त्यसलाई अत्यन्तै प्रतिष्ठित समाजको प्रतिष्ठित वर्गको मानिने चलन थियो। धनानी भूमौ पशुबीच गोष्ठी, नारी गृहद्वारे सखा श्मशाने, देहश्चितायाम परलोक मार्गे धर्मानुगो गच्छति जीव। जब हामी मर्दछौँ, हाम्रो एउटै साथी भनेको हामीले गरेको कर्म हो र मृत्यु निश्चित छ।
हामीलाई लाग्दो होला कि मृत्यु चाहिँ निश्चित छैन, तर मृत्यु निश्चित छ। फरक यति हो कि जसरी युधिष्ठिर र यक्षको संवाद भएको थियो महाभारतमा, त यक्षले सोधेका थिए किम आश्चर्य, सबैभन्दा ठुलो आश्चर्य के हो संसारमा। त्यतिखेर युधिष्ठिरले जवाफ दिनुभएको थियो। लगभग 60वटा प्रश्न सोध्नु भएको थियो यक्षले युधिष्ठिरलाई। त्यसमध्येको अन्तिम प्रश्न यही थियो, किम आश्चर्य, सबैभन्दा ठुलो आश्चर्य के हो। अहन्यहन्य भूतानि गच्छन्ति यमालयम शेषस्थिरत्वमिच्छन्ति किम आश्चर्यमत परम। युधिष्ठिरले उत्तर दिनुहुन्छ, हरेक दिन कोही न कोही मरिरहेको छ, हरेक दिन कसै न कसैले अन्तिम श्वास छोडिरहेको छ। हामी स्वयं त्यो मृतक शरीरलाई शववाहनमा राखेर वा आफ्नो काँधमा राखेर शमशान घाटतर्फ लिएर पनि गइरहेका छौँ र मुखबाट राम नाम सत्य है पनि भनिरहेका छौँ। तर हाम्रो मनको अवस्था के छ त, हामी यो सोचिरहेका छैनौँ कि एक दिन हामीले पनि यसै गरी शमशान घाटतर्फ हात फिजारेर मृतक शवद्वारा जानुपर्छ। कसैले हामीलाई पनि जलाउनेछ, कसैले हाम्रो पनि खप्परमा कपाल क्रिया गर्नेछ। यो कुरा हाम्रो मानसपटलमा घुस्दैन। यही नै सबैभन्दा ठुलो आश्चर्य हो। बाउ स्वयं आफ्नो छोराको लास लिएर गइरहेको छ। हुनसक्छ कहिलेकाहीँ दुर्भाग्य भन्ने कुरो जसलाई पनि त हुनसक्छ, तर बाउ यो कुरा सोच्दैन, जब मेरो छोरोले नै अन्तिम श्वास लिइसक्यो अब मेरो के गति होला। यहाँ म 2-4 दिनको पाहुना हुँ म यहाँ। अब मेरो पनि जाने दिन आयो। अब मैले पनि भगवानको नाम स्मरण गर्नुपर्छ। जुन देशमा जाँदैछु त्यो देशमा चल्ने पैसा त कमाउनुहोस्। तपाईँ अमेरिका गइरहनु भएको छ, खल्तीभरि नेपाली रुपियाँ केही काम लाग्छ त्यसको? लाग्दैन। जुन देशमा हामी जाँदैछौँ त्यो देशमा के काम लाग्छ? त्यही बोकेर जानुहोस्। त्यो देशमा रूप यौवन सम्पत्ति प्रभुत्ता केही पनि काम लाग्दैन। धर्मानुगो गच्छति जीव एक परलोक। तपाईँको परलोकको मार्गको साथी भनेको केवल तपाईँले गरेको कर्म हो। कर्म सबैभन्दा राम्रो कर्म के हो? सबै पुंसा परो धर्मो यतो भक्ति यदुच्यते। भागवतमा यो श्लोक छ। सबैभन्दा ठुलो धर्म के हो त? भगवान श्रीकृष्णको भक्ति गर्नु। धर्मको अर्थ के हो? दृढत्वात् इति धर्म, धारयति इति धर्म। जुन धारण गर्न योग्य छ त्यसैलाई धर्म भनिन्छ। धारण गर्न योग्य के छ? शरीरको लागि धारण गर्न योग्य कुरा के छ? शरीरको लागि भिटामिन, प्रोटिन, यसलाई धारण गर्नुहोस्। मात्रा मिलाएर धारण गर्नुहोस्, अत्यन्तै लाभदायक हुन्छ। शरीर स्वस्थ रहनेछ, हजुर दीर्घायु हुनुहुनेछ। तर यहाँ प्रश्न आउँछ, के हामी शरीर हौ त? याद गर्नुहोस्, जन्मिँदाखेरि तपाईँको शरीर एउटा थियो, आज तपाईँको शरीर अर्को छ र एक दिन त्यही शरीर पनि बाँकी रहने छैन। तर के तपाईँमा केही परिवर्तन आएको छ? तपाईँ त त्यो शरीरभित्र जस्ताको तस्तै हुनुहुन्छ। जब बच्चामा तपाईँ 2 किलो 2.5 किलोको हुनुहुन्थ्यो त्यतिखेर पनि तपाईँ हुनुहुन्थ्यो त्यहाँभित्र। बीचमा तपाईँ 60-65 किलोको हुनुभयो ठुलो भएर, त्यतिखेर पनि तपाईँ हुनुहुन्छ त्यो शरीरभित्र। र विज्ञानले पनि भन्दछ हरेक 7 वर्षमा हाम्रो शरीरमा भएका सम्पूर्ण कोषहरू परिवर्तन हुन्छ। सम्पूर्ण कोषहरू परिवर्तन हुन्छ। 7 वर्ष अगाडि तपाईँको शरीरमा जे जति टिस्युजहरू थिए त्यो केही पनि अहिले बाँकी छैन, सबै चेन्ज भइसक्यो। तर हजुर चेन्ज हुनुभएको छ त? जुन श्रीमानलाई एउटा श्रीमतीले विवाह गरिन्, के उनले भन्छन् 7 वर्ष अगाडिको श्रीमान त अब यहाँ छैन, अब म कोसँग बस्ने, म पनि जान्छु माइत भनेर कसैले भन्छ? भन्न अर्थ यही हो कि हामीले शरीरलाई आफू मानेका छैनौँ, शरीरभित्रको शरीरलाई आफूले मानेको छौँ। शरीरभित्र कोही छ, कुनै एउटा चेतनशील जसलाई जीवात्मा भनिन्छ, त्यसैलाई हामीले आफू मानेका छौँ। त यहाँ प्रश्न आउँछ, शरीरको धर्म अब हाम्रो धर्म कसरी हुन गयो? जब हामी शरीर नै होइनौँ, हामी हो आत्मा।
त आत्माको लागि धारण गर्ने योग्य चिज के हो? आत्माको लागि धारण गर्ने योग्य चिज यो संसार होइन। आत्माको त केवल परमात्मा नै धारण गर्ने योग्य वस्तु हो, किनकि आत्मा परमात्माको अंश हो। ममैवांशु जीवलोके जीवभूत सनातन भनेर भगवान श्रीकृष्णले गीतामा पनि भन्नुभएको छ। यो जति पनि जीवहरू छन् यिनीहरू को हुन्? यिनीहरू मेरा अंश हुन्। त्यसैले यी अंशहरूको लागि धारण गर्ने योग्य भनेको अंशी नै हो। यो संसारमा पनि हामीले त्यही देख्छौँ। जसरी नदीको पानी कलकलाउँदै बग्दै जान्छ, अन्तिममा गएर कहाँ गएर स्थिर हुन्छ त? समुद्रमा। किनकि त्यो नदीको पानीको लागि धारण गर्ने योग्य चिज भनेको समुद्र नै हो। जबसम्म समुद्रमा पुग्दैन तबसम्म त्यो पानी स्थिर भएर बस्दैन। एउटा जमिनबाट माथि गएको ढुङ्गा जबसम्म फर्केर जमिनमै आउँदैन तबसम्म त्यो पनि स्थिर भएर बस्दैन। भनेपछि हरेक चिजको केही न केही धर्म छ। त्यसै गरी हाम्रो आत्माको धर्म के हो त? परमात्मालाई प्राप्त गर्नु नै वस्तुतः आत्माको एक मात्रै धर्म हो। र यही कुरा श्रीमद् भागवतमा बताइयो, सबै पुंसा परो धर्मो, यसलाई पर धर्म भनियो। त्यसो त धेरै प्रकारका धर्महरू छन्। हजुरहरूले सुन्नुभएको होला शारीरिक धर्म त, वर्णाश्रम धर्म, अनेक धर्महरू छन् संसारमा। भर्खर मैले शारीरिक धर्मको बारेमा हजुरहरूलाई वर्णन गरेँ। एक्सर्साइज गर्नुहोस्, प्रोटिन लिनुहोस्, मिनरल्स लिनुहोस्, शरीरलाई जे चिजको आवश्यकता पर्छ त्यो चिज दिनुहोस्, त्यही हो धर्म। किनकि धारण गर्ने योग्य चिज त्यही हो त्यसको लागि। अब आत्माको लागि धारण गर्न योग्य वस्तु भनेको केवल 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 भगवान नै हुनुहुन्छ। आनंद ब्रह्मेति बजानात् आनन्दादैव खल्विमानि भूतानि आनन्देन जातानि जीवन्ति आनन्दम प्रयन्त्य विषम विसन्ति। तैत्तरीयोपनिषद भन्दछ, हामीहरू आनन्दबाट नै प्रकट भयौँ, आनन्दद्वारा नै हामीहरू स्थापित भइरहेका छौँ, आनन्दमै गएर हामी अन्तिममा लीन हुन्छौँ। त आनन्द नै हाम्रो एकमात्र धारण गर्ने योग्य वस्तु हो। त्यसैले गर्दाखेरि हाम्रो वास्तविक धर्म के रहेछ त? वास्तविक धर्म यही नै हो कि हामीले भगवान श्रीकृष्णलाई प्रेम गर्नु, उहाँको भक्ति गर्नु र उहाँलाई प्राप्त गर्नु। र त्यही धर्म, त्यही अन्तिम धर्म जसलाई परधर्म भनिन्छ, त्यो परधर्म लिएर यदि हामीले परलोक मार्गलाई गमन गर्यौँ भनेदेखि बल्ल हामीले मानव देह पाएको चाहिँ सार्थक रहन्छ। हामी त्यही उद्देश्यको लागि यहाँ आएका हौँ। यही कुरा बुझ्नु जरुरी छ। त्यसैले जुन देशमा जाँदै हुनुहुन्छ त्यो देशमा चल्ने मुद्रा यही हो कि भगवान श्रीकृष्णको मन वचन कर्मद्वारा भक्ति गर। नारदजीले भन्नुभएको छ, नारद भक्ति दर्शनमा त्रिसत्यस्य भक्तिरेव गरियसी, भक्तिरेव गरियसी। भक्ति बाहेक अरू यस्तो कुनै पुरुषार्थ छैन जुन अमृत स्वरूप होस्। अरू बाँकी जति पनि पुरुषार्थ छन्, धर्म, अर्थ, काम, मोक्ष, धर्मको फल के हो? हजुरहरूलाई अल्पकालीन रूपमा स्वर्गादि लोकहरूको सुख प्राप्त गर्न छ भने धर्म गर्नुहोस्। अर्थको फल के हो? या त धर्ममा लगाउनुहोस् त्यो अर्थलाई, या त आफ्नो कामनाको उपभोग गर्नुहोस्। कामनाद्वारा इन्द्रियको अल्पकालीन सुख प्राप्त गर्न सक्छौँ, धर्म, अर्थ। मोक्ष, मोक्षमा त हामी ब्रह्ममा गएर विलीन हुन्छौँ, त्यसपछि कुरा सक्यो, मोक्ष पनि सक्यो। जब तपाईँ पूर्ण रूपमा भगवानमा लीन हुनुभयो, अब के चाहिँ बाँकी रह्यो त? केही पनि बाँकी रहेन। मन, बुद्धि र इन्द्रिय तपाईँको पूर्ण रूपमा भगवानमा निवृत्त भयो। जसरी एउटा व्यक्ति अत्यन्तै गहिरो निद्रामा सुतिरहेको छ, अब हेर्ने मान्छेलाई त लागिरहेछ ऊ अत्यन्तै सुखी छ, तर ऊ सुखी भन्दा पनि ऊ स्वयं सुख स्वरूप भयो।
किनकि सुखको अनुभूति गर्नको लागि त मन बुद्धि र इन्द्रियको आवश्यकता पर्छ नि। तर मन बुद्धि र इन्द्रिय त सुखमा डुबेर निवृत्त भइसक्यो भनेपछि अब मोक्ष पनि बाँकी रहेन। तर भक्ति एउटा यस्तो पुरुषार्थ छ जसलाई नारदजीले अमृत स्वरूपाच भन्नुभएको छ। अमृत स्वरूपको अर्थ के हो? हामी अहिले जुन भक्ति गरिरहेका छौँ यो भक्तिले हामीलाई केवल मुक्ति मात्र दिँदैन, भक्ति दिन्छ अर्को, भक्त्या सञ्जातया भक्त्या। अर्थात् यो जुन साधन भक्ति हामी गरिरहेका छौँ यसबाट हामीले एउटा सिद्धा भक्ति प्राप्त गर्दछौँ, जुन सिद्धा भक्ति मोक्ष पर्यन्त पनि चालु रहिरहन्छ र हजुरले भगवानको लोकमा त्यो भक्तिद्वारा भगवानको रस आस्वादन गरिरहनुहुन्छ, भगवानको सेवा लाभ पाइरहनुहुन्छ अनन्तकालसम्म। सदा पश्यन्ति सूर्य तद विष्णु परमं पदम भनेपछि भक्ति कहिले पनि समाप्त हुँदैन, अनन्तकालसम्म रहि नै रहन्छ र त्यो भक्तिद्वारा भगवान र भक्तको सम्बन्ध रहि नै रहन्छ। भक्त भगवानको भक्ति गर्छ, भगवान भक्तको भक्ति गर्नुहुन्छ र भन्नुहुन्छ अहम भक्त पराधीनो स्वतन्त्र एव द्विज। त्यसैले भक्तिलाई भक्तिको त मुक्ति दासी मानिएको छ। मुक्तिम दासी ददौ तुभ्यम ज्ञान वैराग्य कादिनौ। भागवत महात्म्य पद्म पुराणमा छ यो मन्त्र कि भगवानले भक्ति देवीलाई भन्नुहुन्छ हे भक्ति म तिमीलाई एउटा दासी प्रदान गर्न चाहन्छु, मुक्ति। यसको अर्थ के हो त भन्दाखेरि जो व्यक्तिले भक्ति गर्दछ मुक्ति बिना मागे आउँछ उसको ढोकामा आएर हात जोडेर खडा भएर बस्दछ। नास्माकं क्षणमात्रमप्यवसरं कृष्णार्चनं कुर्वती मुक्तिर्द्वारे चतुर्विधापि किमियं दास्याय लोलायते। यदि कुनै व्यक्तिले कुनै सन्त महात्माको सङ्ग प्राप्त गरेर केही समय यदि ठिकसँग भगवान श्रीकृष्णको भक्ति गरेको छ भनेदेखि त्यस्तो भक्तको द्वारमा 4 प्रकारका मुक्तिहरू चाहिँ हात जोडेर बसिरहेका हुन्छन् कि कतै यी भक्तको सेवा प्राप्त गर्न सकिएला कि भनेर। भक्तहरूको लागि त अझ 4 प्रकारको मुक्तिको चर्चा गरिएको छ, किनकि कैवल्य मुक्तिलाई 5 प्रकारको मुक्ति हुन्छ। एउटा छ कैवल्य मुक्ति, एउटा छ सालोक्य मुक्ति, एउटा छ सारूप्य मुक्ति, एउटा छ तपाईको साष्ठी मुक्ति र सालोक्य मुक्ति। सायुज्य मुक्ति वा कैवल्य मुक्तिको अर्थ हो भगवानमा लवलीन हुनु। अघि मैले जुन मुक्तिको चर्चा गरेँ, जुन मुक्तिहरूलाई चाहिँ भक्तहरूले अलिकति निरादर पनि गरेका छन् यो मुक्तिलाई, कैवल्य मुक्तिलाई, किनकि यसमा मन बुद्धि र इन्द्रिय पूर्ण रूपमा निवृत्त हुन्छ। फेरि भगवानको प्रेमको रस आस्वादन गर्न उक्त जीव कहिले पनि समर्थ रहँदैन। त्यसैले गर्दा यो मुक्तिलाई चाहिँ भुक्ति मुक्ति स्पृहा यावत् पिशाचे हृदि वर्तते तावत् भक्ति सुखस्यान्न कथम अभ्युदय लभेत भनेर चाहिँ भनिएको छ। अभ्युदय भवेत भनेर बताइएको छ भक्तिका शास्त्रहरूमा, भक्ति र सान्द्रत सिन्धुमा छ यो मन्त्र। यसले के भन्छ त भन्दाखेरि जसको हृदयमा कैवल्य मोक्षको चाहना गढिसकेको छ उसले भक्ति रूपी त्यो रसको आस्वादन कहिले पनि गर्न सक्दैन। त्यसैले भक्ति र मुक्तिको कामनालाई मनबाट हटाउनु पर्छ यदि त्यो भक्ति प्राप्त गर्ने हामीलाई इच्छा छ भने। एउटा यो भयो। अर्को भक्ति छ सालोक्य भक्ति, भगवानसँग लोकमा गएर बस्ने इच्छा। एउटा छ सारूप्य भक्ति, भगवानकै रूप हासिल गर्ने। चतुर्भुज नारायण जो हुनुहुन्छ वैकुण्ठमा त्यही स्वरूप प्राप्त गर्छ भक्तले, यसलाई भन्छ सारूप्य मुक्ति। अर्को छ साष्ठी मुक्ति, भगवानसँग जे जति ऐश्वर्य छ, शक्ति छ, सामर्थ्य छ सबै हजुरले प्राप्त गर्नुहुन्छ। अर्को छ सामिप्य मुक्ति, भगवानसँगै गएर लोकमा गएर बस्न पाउनुहुन्छ। यी 5 प्रकारका मुक्तिहरूमध्ये 4 प्रकारका मुक्ति चाहिँ आउँछन् भक्तको नजिक लोभ्याउनको लागि, हात जोडेर बस्छ।
हे भक्त महाशय हामीलाई वरण गर्नुहोस्। तर भक्त भन्दछ तोतगन्धान निज नाम चन्दन रसाले पश्य लोको भावित दूरे तिष्ठम नाग नागस्य कथम कुर्याद नार्यन्मयी। दूर मेरो नजिक नआऊ। किन नआऊ त भन्दाखेरि तिमी मेरो नजिक आयो भनेदेखि मैले यो भगवान नामको जुन रसको आस्वादन गरिरहेको छु यो रस विलुप्त हुन्छ। म चाहन्न कि यो रस विलुप्त होस्। त भक्तिको यति ठुलो महिमा छ कि यो भक्ति अमृत स्वरूप छ र यो भक्ति नै सबसे अन्तिम पुरुषार्थ मानिएको छ। भागवतमा धर्म प्रोज्झित कैतवोत्र परमो निर्वत्सराणाम शतम प्रथम स्कन्धमा तेस्रो मन्त्र हो। यसले जसले के बताइरहेको छ त भन्दाखेरि यो भागवत ग्रन्थले चाहिँ धर्म प्रोज्झित कैतवोत्र परमो अर्थात् कैटव रहित धर्मको बारेमा बताइरहेको छ। के हो यो कैटव रहित धर्म? यसमा कैटवको अर्थ के बताइएको छ त भन्दाखेरि अज्ञान तमेर नाम कहिए कैटव धर्म अर्थ काम मोक्ष वांछा सब तार मध्ये मोक्ष वांछा कैटव प्रधान। आचार्यहरूले गरेको व्याख्या चार प्रकारका कैटवहरू छन्। एउटा धर्म, एउटा अर्थ, एउटा काम, एउटा मोक्ष। हुन त यिनीहरूलाई पुरुषार्थ भनिएको छ तर कस्तो पुरुषार्थ? यस्तो पुरुषार्थ जस्तै मानिलिनुहोस् एउटा व्यक्ति महिनामा 1 करोड तलब खान योग्य व्यक्ति छ तर भइदियो के त भन्दाखेरि ऊ चाहिँ महिनाको 10,000 तलबमै सन्तुष्ट भएर बसिदियो। अब उसको लागि त्यो जागिर कैटव भयो। कैटवको अर्थ हो छल गर्ने। ठुलो चिज प्राप्त गर्नेवाला थियो, सानै चिजमा उसलाई अलमल ल्याएर राखिदियो, यो कैटव। त्यसैले गर्दाखेरि यो मानव देह यति सुर दुर्लभ सद ग्रन्थनी गावा देवताहरूको लागि पनि सुर दुर्लभ छ। यसबाट कुनै पनि प्रकारको प्रयोजन सिद्ध गर्न सकिन्छ, यति महत्त्वपूर्ण छ यो। तर भइदियो के त भन्दाखेरि हामी धर्म अर्थ काम मोक्षमै अल्झ्यौँ। त्यसैले यसलाई कैटव भन्यो। र श्रीमद् भागवतको सुरुवात नै कहाँबाट हुन्छ त भन्दाखेरि हेर्नुहोस्, जहाँ बाइबल एन्ड हुन्छ त्यहाँ गीता सुरु हुन्छ। बाइबल कहाँ एन्ड हुन्छ? हेभन अर्थात् स्वर्ग। स्वर्गको लागि प्रयत्न गरिन्छ र स्वर्गभन्दा पनि माथिको कुरा गर्छ गीताले। गीताले के भन्छ त भन्दाखेरि स्वर्ग त स्वर्ग हो स्वल्प अन्त दुःखदायी। स्वर्ग गएर कामै छैन। तेतो मुक्ता स्वर्ग लोकम विशालम छेडे पुण्य मर्ते लोकम विसन्ति। फर्केर यही आउनुपर्छ किनकि स्वर्गको सबैभन्दा माथिल्लो अन्तिम सिट भनेको के हो? भू भुव स्व न जन तपस्सत्य आब्रह्म भुवनालोक पुनरावर्तिनो। अर्जुन, ब्रह्मलोक पर्यन्त सुख छैन भनिएको छ। कर्मणा परिणामित्वादा विरजन्त मङ्गलम भागवत भन्दछ। ब्रह्माजीको लोकसम्म पनि मङ्गल छैन, कर्मको परिणाम त्यही हो। त गीता कहाँ गएर एन्ड हुन्छ त? गीता गएर एन्ड हुन्छ सर्वधर्मान परित्यज्य माम एकम शरणं व्रज अर्थात् मुक्तिमा गएर एन्ड हुन्छ। पाप र पुण्य दुवै म तिम्रो समाप्त गरिदिन्छु भनेर भगवान श्रीकृष्णले प्रमिस गर्नुभएको छ अर्जुनलाई। तर भागवत कहाँबाट सुरु हुन्छ त? भागवत त सुरुमै के भन्दछ त भन्दाखेरि धर्म प्रोज्झित कैतवोत्र परमो निर्वत्सराणाम शतम। यहाँ त धर्म अर्थ काम र मोक्षको कुरै छैन। त्योभन्दा पर के छ त? त्योभन्दा पर छ भगवानको अनपाइनी भक्ति, जसलाई पराभक्ति भनिन्छ। जुन भक्तिको बसमा भगवान हुनुहुन्छ। अहिले हामीले गरेको भक्तिको बसमा भगवान हुनुहुन्न। अहिले जुन भक्ति हामी गरिरहेका छौँ यो केवल हामी आफ्नो अन्तःकरण शुद्ध गर्नको लागि गरिरहेका छौँ। यो भक्तिको बसमा भगवान हुनुहुन्न, यो भ्रममा हजुरहरू नपर्नु होला कि म भक्ति गर्दछु त्यसैले म भक्त हुँ अत भगवान मेरो बसमा हुनुहुन्छ। यो बिल्कुल गलत सोच।
अहिले त हामी मायाबद्ध छौँ। अनन्त जन्मको पाप र पुण्य हाम्रो जुन स्टक छ, एकाउन्ट छ, त्यो अझै पनि नष्ट भएको छैन। त्यसैले गर्दाखेरि अहिले हामीले आफूलाई वास्तवमा भन्ने भक्त भन्नै मिल्दैन। हामीले आफूलाई अहिले साधक भन्नुपर्छ। र जब हामीले साधनाद्वारा पूर्ण रूपमा हाम्रो आफ्नो अन्तःकरणलाई शुद्ध बनाउँछौँ, तब गुरु कृपाद्वारा जुन भक्ति हामीले प्राप्त गर्दछौँ, त्यो सिद्धा भक्ति प्राप्त गरेपछि हामी भक्त हुन्छौँ। अब भगवान् हाम्रो बसमा हुनुहुन्छ। अब बल्ल भगवान्ले भन्नुहुन्छ कि अहम भक्त पराधीन। अब भगवान् हाम्रो अधीनमा रहनुहुन्छ। यो कुरा अब साँचो हुन जान्छ। त्योभन्दा अगाडि हामी यो भ्रममा नपरौँ। त यो भागवत धर्म प्रोज्झित कैटभ अर्थात् कैटभ रहित धर्मको बारेमा वर्णन गर्दछ, अर्थात् सिद्धा भक्तिको बारेमा कुरा गर्दछ। र त्यही भक्ति नै परधर्म हो। यतो भक्ति रदोच्छजे सबै पुंसा परो धर्म, यतो भक्ति रदोच्छजे। र त्यही धर्म, त्यही परधर्म अर्थात् त्यही भक्ति रूपी पुरुषार्थ, जसलाई पञ्चम पुरुषार्थ अर्थात् पुरुषार्थ शिरोमणि पनि भनिन्छ, त्यो पुरुषार्थ प्राप्त गरेर हामीले आफ्नो परलोकको जुन मार्ग छ, त्यो मार्गमा त्यसपछि हामीले आफ्नो पाइला अगाडि बढायौँ भने हाम्रो पहिलो पाइला नै भुइँमा पर्दैन। ब्रह्मवृत्त श्रुति मूर्धनि श्रुतिहरू आफ्नो मस्तक धारण गरेर आउँदैछन् कि तपाईँको चरण हाम्रो मस्तकमा राख्नुहोस्। स्वयं यमराज आफ्नो मस्तक थापेर अगाडि आउँदैछन्। भक्तको हेर्नुहोस् कति ठुलो सम्मान हुन्छ कि तपाईँ मेरो मस्तकमा आफ्नो चरण राखेर अनि भगवानको त्यो विमानमा आसीन हुनु।